मान्छेले घर छोड्यो, त्यसपछि घर भत्कियो, घरभित्र अहिले सिमी फलिरहेको छ। बिस्तारै गाउँ रित्तिँदैछ नि। यति सुन्दर गाउँहरू चाहिँ रित्तिँदै गर्दाखेरि चाहिँ जहाँ भालेको ढाकोसँगै दिन सुरु हुन्छ। अचेल गाउँघरतिर घुम्न निस्किँदा सम्झनामा आउने कुरा भनेकै बचपनका ती दिनहरू हुन्। अहिले चाहिँ म आमासँग छु। आमाले चाहिँ यहाँ टपरी दुनाहरू चाहिँ बनाउँदै हुनुहुन्छ। अब यो दुना टपरी बनाउने चलनहरू चाहिँ अब बिस्तारै बिस्तारै हराउँदै गइरहेको छ। मैले बचपनमा देखेका दृश्यहरू आज धुमिल सम्झनामा मात्र सीमित छन्। बच्चा बेलामा चाहिँ ठुलनाच हेरेको, त्यो ठुलनाच पनि त्यो फेरि कस्तो हुन्छ ब्लर टाइपमा के अलिअलि मात्र याद छ। त्यो केटा मान्छे चाहिँ महिलाहरूको चाहिँ पहिरन लगाएर नाचेको मात्र याद छ। अनि दुईजनाहरू चाहिँ मादल टुङ टुङ यो आवाज सुनेको नि हो त्यस्तो बजाएको। अनि ठुलो भएपछि यो फर्स्ट टाइम चाहिँ म हेर्दैछु यो नाच चाहिँ। गाउँघर घुम्दै जाँदा यस्तो लाग्छ गाउँ रित्तिँदै छ। घरहरू छन् तर यहाँ बस्ने मान्छे छैनन्। अहिले त घरैमा फिलिङ छ बाबु, के जानु पर्छ र? गोर्खे मान्छे छैन, फिलिङ त देख्छ यहाँ। त्यसो त गाउँ घरबाट सबै कुरा हराइसकेका छैनन्। अझै पनि केही संस्कार बाँकी छन्, केही हाते सिपहरू बाँकी छन्। यो घरको आकर्षण चाहिँ यो हो क्या। ठ्याक्क उताबाट आउँदाखेरि चाहिँ ठ्याक्कै यो देख्छ होइन। हातले बनाइएका बुनिएका कपडाहरू अझै जीवित छन्। हरेक धागोमा समय गाँसिएको हुन्छ। हतारले होइन, धैर्यले बुनिएका यी कपडाहरू फेसन होइनन्। यो चाहिँ कालो कलरको भेडाबाट बना हो। अनि सुरुमा चाहिँ यसलाई उनै र अनि उनलाई अनि त्यसपछि तपाईँको त्यो कोरेर त्यसलाई बनाएर धागो काटेर अनि जस्ट सेम काम्लो जसरी नै बनाउने। काम्लो छ नि हाम्रो, त्यो जसरी नै बनाउने। अनि सिलाइ चाहिँ आफै घरमै सिलाएको होइन है, काटेर। जस्तो यो के पानी पर्दा नि हुन्छ यस्तो पनि? छिक्छ नि यसले। यसले पनि छिक्छ है? छिक्छ, तर धेरै पुरानो हुँदैपछि छिक्दैन। यो अलि अति पुरानो हो यो चाहिँ है। यो अति पुरानो। तर अचेल गाउँघरमा काठे रोटेपिङ बिरलै भेटिन्छ। तपाईँलाई याद छ अन्तिमचोटि कहिले खेल्नु भएको थियो? बच्चा बेला चाहिँ हाम्रो गाउँतिर तिज गीतमा तिजको दसैँ तिहारको बेलामा चाहिँ हुन्थ्यो क्या यस्तो। 10-15 वर्षपछि खेल्यो, मजा आयो। चकमकबाट आगो सल्काएको दृश्य तपाईँले देख्नु भएको छ? तपाईँहरूले सल्काउनु भयो है? पहिले त यही हो कि यी चलन हो। ओहो, ए बल्यो 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 है। बल्ल बलाए सुरु भन्छ कि अब उस भाले कक्कर पराको बापो। हामी सायद त्यही अन्तिम पुस्ता हौँ जो आमाको काखमा बसेर लोककथा सुन्दै हुर्कियौँ। आमाको हातबाट ससाना घरियासी कामदेखि जीवन धान्ने सिपसम्म सिक्यौँ। जाँतो र ढिकीले पिसिएको अन्नले पेट भर्यौँ। काठको गाडा बनाएर खेल्यौँ, बारी जोत्यौँ। बरपिपलको फेदमा शीतल ताप्यौँ। मारुनी सालेजोको भाकामा कम्मर मर्काई मर्काई नाच्यौँ। हामी माटोसँग खेल्थ्यौँ र माटोमै हाम्रो बाल्यकाल लेख्थ्यौँ। सालामा ढुङ्गा बोक्ने वर्ष चल्छ नि।
चोयाको भन्दा बलियो हुन्छ नारा बनाएको बारी जोत्दाखेरि परेकोले त्यो भर्खर बन्दै गयो बनाएको अब यो तन्का चाहिँ अब सुकाउने अब यसरी चाहिँ यो दाउराले चाहिँ टक्क तन्काउनलाई झुन्डाएर राखेको कि यो चाहिँ कुनै बेला गाउँको हरेक कामसँग एउटा भाका जोडिएको हुन्थ्यो। ती भाकाहरू हामीसँगै सहरतिर हराए, तर केही भाकाहरू अझै पनि गाउँघरमा भेटिन्छन्। कहिलेकाहीँ यस्तो लाग्छ सायद यी भाकाहरू हराएका होइनन्, सुन्नेहरू कम हुँदै गएका हुन्, संरक्षण गर्नेहरू टाढिँदै गएका हुन्। यसैले त म सम्झनाहरू खिचिरहेछु। भोलि कसैले सोध्यो भने गाउँ कस्तो थियो देखाउन सकु भनेर।